भिडियो बनाउनु न भिडियो इन्जिन लगाउनु सकिँदैन अहिले झ्याम्मै टोकेर बीज लायो भने बर्बाद हेलो के छ बद्री दाइ ठिकै छ अब त्यही युनिभर्सल पार्टी जानेछ अगाडि घर बुझ्नु होला यहाँ त्यति राम्रो ठाउँ काँडा जस्तो हामीलाई कति खोजे होला दिए हेर्नु त तिम्रोमा नभए हामी कुसमा नै मजाले हुन्छ हौ गाह्रो छ कतिजनालाई त्यस्तो जाउँ न सर भाइ ल सिकाउनु त अब यहाँबाट हेलो बुटोल टोली हामी चाहिँ पर्वत कुसमा राङखानी हो राङखानी फोटो स्टुडियो धनपति दाइ गाई बस्नु ए हो धनपति दाइ ए राम्रो उसमा चाहिँ अलिकति त्यो कुरो त छोडिदिउँ ठ्याक्कै आचार्य आचार्य हामी पनि आचार्य हो र पर्वत के आचार्य ठ्याक्कै बजारमै हो उहाँको त्यो टाउकोमा चस्मा लगाउने एकजना हुन्छ नि उहाँको चाहिँ पार्टी प्यालेस छ अशोक ग्रुप त्यो पार्टी प्यालेसको अगाडि भयो प्रकाश आचार्य भन्नु पहिला हुनुहुन्छ त्यो आचार्य पर्वतमै साकेर त्यही माने कि सबै कुसमा छ तपाईँ साइक्लिङ गर्ने ल ल ल ल एकछिन पखाउँ साथी ल ल सबै जाउँ तपाईँहरू हिजो आउनुभयो कि आज आउनुभयो हिजो थाइल्यान्डबाट हिजो हामी नि हिजै आएको सँगै आइयो होला सायद अगाडि आउनु थियो कि हामी 7:45को फ्लाइट थियो हाम्रो बेङ्गलबाट साँझको मर्निङ हामी त साँझ आउनुभएको यहाँ रहेछ कि यस्तो ल बाफ देखाएको त्यो हाम्रो तातो पानीमा जाने तातो पानीमा जाने हो त्यही बाफ उडिरहेको हुन्छ
स्टुडियो युनिभर्सल स्टुडियोमा जाँदैछौँ होइन व्यापार यो व्यापारिक स्टुडियो हो खोइ डल्लो ए त्यो पनि यही उसले गर्दा हो क्या आयो त डल्लो होइन त्यसको लागि मान्छे मरेर फोटो खिच्छ यो मात्रै मतलब आउने त्यहाँ आउने ल साइड चाहिँ के ल सर प्लिज भन्नुहोस् न ल ल ल ल ल ल जम 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 बच्चा कस्तो हो यो बच्चा कस्तो हो कहाँ हो क्यासिनो जाने हो क्या कता क्यासिनोमा हो क्या फेरि यहाँभित्र यता यो माछा साछा गइछ यता यस्तो अक्टोपस यता यस्तो यस्तो रहेछ नि त यताबाट गयो हुन्छ यताबाट गयो हुन्छ यताबाट गयो यस्तो भुलभुलैया किन बनायो यसले भन्दै गाडीले तपाईँहरू एकदम भुलभुलैया पाएको त्यही बाटो जाने क्या है चाइना हुँदैन विमानबाट बस पिछुबाट कार कार बस दुईटै रहेछ क्या
सिलोसो पोइन्टमा झऱ्यो सिलोसो पोइन्टबाट अब फोर्ट सिलोसो पनि भन्दा रहेछ यता यताबाट यता भन्दैछ नि यताबाट जाँदै सङ्ग्रिला लेखिन्छ मेस्ट्रोपिया सिलोसो त्यही हो यहाँबाट उता चाहिँ बन्द रहेछ यो बाटो होइन के रहेछ केवल कार स्टेसन फेवर टेक केवल कार स्टेसन एक्सप्लोर सेन्टर एउटैमा ठिक्क भयो क्या यिनीहरू भयो खै हामीसँगै जाउँला हामी सँगै जाउँला वी टुगेदर त्यसो गरौँ न अलिकति बाटो छोडिदिउँ हामी एउटै बस्छौँ यस्तो यस्तो छोडिदिउँ न यस्तो होइन अरू आउने अरू हो गइसक्यो अब त्यहाँबाट गएपछि 9% अहिले अर्कोलाई जाने भाइ जाउँ के गरेर जाउँ है हामी जाउँ फेरि झर्ने बेला उहाँ गर्नुहुन्छ के अब यति आउनुहुन्छ थाहा छैन फेरि स्टेसनमा पनि जानेको गरे अब त्यो साथी अलिक छिटो फर्के कता गयो कता तिमीहरूले खिचेको मेरो त सिक्यो उल्टा गरेर भिडियो बनायो भाइले भिडियो बनाउँछ मेरोमा सिक्यो के रहेछ क्या यिनीहरूले यो डाँडा घुमाउने पहिला केबल चढाउने पहिला दुकान खियाउने खास हामी यो चाहिँ हिँड्न नपर्ने थियो क्या होइन ठाउँ ठाउँमा लगेर कहीँ बस्छ नपर्ने ठाउँ ठाउँमा यसो तरकारी खाएर कस्तो अन्डरग्राउन्ड रोड हेर तल रोड गइनु त्यो भिडियो खिचाएन के भयो वरिपरि हेरेर मेरोमा घुमा है तिमीले फेरि अर्का खिचे यस्तो हुन्छ युट्युबमा यतिर त त्यहाँबाट आउने तेर्सो पाएर घुमाउनु न लागि सरसट खिचेर पठाउनु सही हुन्छ कति ढिलो गयो है त्यो भाँच्चेलाई के हो चट्याङ पटाङ त्यही त नि भनेपछि त्यो पारिपट्टिको पनि उनै रहेछ नि के अरे सिङ्गापुर त्यो त सिङ्गापुरै हो नि यो पानी त बिचको हो क्या यही पानीलाई यिनीहरूले पानी डाँडो जम्मै मिलाएको हुन्छ पैसा साटेको हुन्छ त्यही हो त्यही भएर अहिले मैले भिजन निकालेको नि त अब पोखरालाई रुपा ताल बेगनाथ ताल लेक साइड अनि सरनकोटको त टेबुल कार जम्मै ल्याएर यस्तै बनाउनु मिल्छ क्या अन्डरग्राउन्ड अनि कोही माथि बनाएर त्यस्तो गर्नु यही एरियामा घुमिसक्यो अघि हामी यहीँ भित्र तल जङ्गल पनि यहीँ बनाइदिन्छन् होइन तारेर बनाएको हुन्छ यो स्विमिङ पुल खेल्ने खालको यहाँ रहेछ अघि त वाटर पार्क भनेको यो रहेछ कि खेल्ने वाटर फल यहाँ रहेछ खेल्ने बच्चाहरू
हाम्रो नेपालको खेती भएको थियो ठाउँमा भयो म अस्ति अस्ट्रेलियाको थियो नि त हामीले चट्याङ के परेको हेरेको त्यस्तै बनाइदिएँ अनि संसार त हिँडिरहेको छ फेरि मेरो साह्रै सुन्नको चाहिँ यो कहाँ कता कता गइयो पनि अहिले हाम्रो कता कता घुमाउँदै नि भएर अब कोही तलको घुमेको ठाउँ पानी मात्रै देखिन्छ पानी पनि घुमाएर समुद्रबाट औल्याउने झिले खिचेतिर गरी यो अहिले यो छुट्छ यो सबै हेर्न यो खिच्ने काम नगर सब छुट्छ यो छुटाउनै हुन्छ के हेर्नु धारा गरेर हेर्ने त भिडियो त युट्युबमा सर्च गर्ने यो खिच्ने भने उयो अहिले म छिटो हेर्छ अहिले हेरिदिनेमा यो भिडियो हेर्न लाग्ने आफ्नो फोटो कसैले वा भन्नेवाला छैन फोटो हाल्दा फेसबुकमा कोही चमत्कार हुनेवाला छैन आफैले आफैलाई मात्रै गर्नु ठ्याक्कै चित्रकारको पार ल्याउँछ क्या कसैले फोटो हाल्दा कसैले ओहो बनाउँदै हुन्छ नि नहुनेकालाई यो जानकारी मात्र रहन्छ यो चाहिँ फलान ठाउँमा छु है म जानकारी साथी मध्येलाई जानकारी भइसक्यो त्यो त हामी नि गएर आँखाम बल्ल गयो पछि हुन्छ तपाईँलाई थाहा भएन यहाँ तलैबाट गएर है समुद्रबाट गएर के रहेछ बस्नु पनि पाइन्छ होला होटल नै होला क्या खाने बस्नेहरू ये दुनिया तेरिका गाह्रै थियो कि है विश्व दम गर्ने बनाएको छ हामी त नेपाली केही नदेखेको अब त्यो स्टेसनमा नजाने नि फेरि यतै जाने भन्दा कम चाहिँ यो सिङ्गापुरले आउनलाई त सबैलाई दिएछ नि त यतिको देखा यति हाम्रो नदिएको भए यो पनि कहीँ हेर्न पाइँदैन नि हजुर त्यसै लाउनु अरू युरोप कन्ट्रीले जस्तै के अरे अमेरिकाले जस्तै यहाँ त पैसा भाउ भोलिले हिँड्न पाउने बनाइदिएको साइजको मोटर खनाएको गाडी त्यहाँ राखेछ त्यसो त लान्छ उताबाट ल्याएका क्या अगाडि अगाडि गाडी मान्छेको फेरि बिजुली उत्पादन गरेको विद्युतको पाताकै पौड उत्पादन यहाँ सबै सरकारी रहेछ भारत जनता सरकारी हो होइन यो के भन्छ यसको आफूतिर बिग्रिन्थ्यो त सादा सादा जम्मै सरकारी सरकारलाई पैसा तिरेर मात्रै बस्ने हो यहाँ त्यही हो विकास बन्न सक्यो नि त हो अब वार्षिक उत्सवको बेला अगस्तमा 1 महिना पहिल्यै छोड्दैन अरे पाहुनालाई राख्न त्यो एरियामा के अहिले भनेको थियो नि सेप्टेम्बरमा 1 महिना रेन्टमै जो बसे पनि त्यो छोडिदिनै पर्ने कि हामीले जग्गाको तिर्नु तिरेर बस्छौँ नि अशोक त्यस्तै रहेछ क्या कि सरकारले बनाइदिने तिर्नै बस्ने गाई सबैले पायो रोजगार त पाएन अब यस्तो देशको मान्छे बाहिर गएर भाइहरू त बस्दैन बस्दैन यहाँ जम्मैलाई दिएको छ काम हुन्छ नि त अर्को देशमा गएर यो देशमा पैसै कम हुने मतलब त्यो देशको पैसा त्यही बिल्डिङ छ आर्नु पऱ्यो यहाँको महँगो छ अर्का देशको पैसा जति कमाउने भ्यालु भएन क्या अनि आफ्नो क्यापासिटी अनुसार 1000 लो लेभलकालाई 25,000 हाई लेभलकालाई भनौँ सेलेरी पनि मन्थली सेलेरी 1000 देखि 25,000सम्म खान्छन् अरे भोलिमा अरे 25,000 होइन अब त्यही सचिवको सचिव सिडीको जस्ता 25,000 होला नि भ्रष्टाचार हुनै परेन यति छ त उहाँ होइन अब 1000 जीविका छोरा छन् अरे के चापो
अनि 60 पैसा छेड हस्पिटल सरकारले गरिदिन्छ, शिक्षा सरकारले पढाइदिन्छ, अनि अब हाई लेभलको पढ्न सक्ने त्यही खालको रुपियाँ दिन्छ, लोन्ने वर्गलाई त्यही खालको काम दिन्छ। भन्थ्यो नि त त्यसले तिम्रै राज्यले हो। करप्सन हुन्न भनेको कारण चाहिँ त्यही हो। टापो भएर करप्सन लाउने होइन। टाढो भनेको इन्कम भनेको सेलरले के प्रधानमन्त्रीको तलबदेखि जम्मै भन्दै नि अघि राष्ट्र प्रमुखको सबभन्दा धेरै विश्वमै खाने हिँडेको भन्थ्यो। त्यो भएर नो करप्सन अनि अरूका बिल्डिङ दामी बनाइदिन्छ, सरकारका बिल्डिङ कम बनाइदिन्छ, नर्मल बनाइदिन्छ। यो जङ्गल जम्मै पछि सारेर बनाएको जङ्गल हो र अटो जङ्गल होइन क्या, कृत्रिम जङ्गल हो। होइन त यो त उसै हो। प्लानिङ अनुसार यो ठाउँमा जङ्गल भनेर यो जङ्गल त यहाँ यो ग्रिन सधैँभरि हुन्छ, यहाँको जङ्गल त यो त नेचुरल नै हो। बरु रोडको साइडमा लगाएको फुलहरू छोडेको नि त्यो अघिले यार कस्तो फ्याट त पकाइदिनु यो यहाँ जाने भन्ने त्यो जसलाई हो त्यो सँगै नहिँडेपछि पैसा बाजानी छोडिदिने, केही किन्दा नि छोडिदिएपछि त गयो क्या, भेट्दै नजाने। अनि कस्तो बानी रहेछ भने एउटा केही देख्ने हो भनेदेखि एक्लै जाने क्या फोटो खिच्न, वरिपरि केही पनि नदेखिने मतलबै नराखेको। भने तिनवटा त सँगै हिँडेर तिनवटा त एकै ठाउँमा हो त हिँड्नै पर्छ। अब हामी एकै ठाउँमा हुन्छ, घरको मान्छेहरू एकै ठाउँमा हुन्छ, त्यो स्वभावै ल्याउँछु गर्ने कुरा हो। तर बाइचान्स कुनै अब त्यस्तो सुन्दाखेरि चाहिँ कोही छुट्टिनु भन्नु भनेको त्यो कता घुमाउँछ भने चाहिँ हामीले घुमाउने हो कि फर्काउने हो यहीँ नै फर्किन्छ। अब यही बेला लास्ट यही हो, यहीबाट फर्किन्छ। यहाँ आएर त स्पिड जस्तो लाग्छ। यहीँ पनि भनेको नि 47सम्म चढ्ने होला अनि आफै आउँछ गाडी भन्न खोजेको हामीले अम्काइयो। भोलि भएदेखि भुल्छौँ अधिकतम टाइम दिएको क्या। यसो नम्बर त छ हामी अर्को आउन नि सक्छ गाडी त अब त नम्बरबाट ज्ञान नि भयो। यहाँ हामीसँग इन्टरनेट छैन। अनि त्यहाँ अरू त फोर्ने भन्दा पनि छैन त्यसको ड्राइभर नम्बर छ भन्दा ड्राइभरको नम्बर त छ तपाईँलाई? डेढ वर्ष त्यो भने उनीहरूले भनिदिन्छ त तपाईँको यहाँ आएको घुम सक्यो यहाँ पुऱ्याएर बस्छ फेला पारेर बोल्न जाने अर्काले लगिदिनु भन्ने बुझिन्छु मैले गाडी होइन, हाम्रो बोल्ने ढङ्ग भयो। अब यदि ढङ्ग भएन भने त्यति बेलासम्म पुरेपछि अनि कोही अल्झ्यो कि भनेर बल्ल बोलाउँछ उसले, जस्तो माने है मैले। न त 1.5 घन्टा पुलिस छ होइन 1.5 घन्टा पुलिस भयो 5-6ले अगाडि लैजान्छ हामी गइराखेँ नि भयो। अब यहाँ किनभने अधिकांश सरकारले देखियो यो क्षेत्रमा ल्याएर सरकारले रहेछ, व्यक्ति भएको यति भाडा छ भने यति लिने यति बार्गेनिङ टिकट भन्ने रहेछ। हामी जान्छौँ फलाम थाहा जाने हो, हाम्रो काम सकियो भन्नु सक्ने हो भने जस्तो माने है मैले। हामी त त्यो एकातिर समुद्र त्यो माथि हरियाली र सफा भएको अलिक देश त्यो समुद्रलाई नि पुरेन अरे ड्राइभरबाट ल्याएको चाहिँ जस्तो लाग्यो मलाई। अहिले त त्यो बनाएको होइन नत्र समुद्र यति हुन्न क्या यस्तो त्यति वरिपरि घुम्छ घुम्न त यस्तो बुझ्नु न त। अब कस्तो हुन्छ भने एउटा देशको वरिपरि भएको चाहिँ टापुहरू जस्तो मलेसियाको ठुलो क्षेत्र छ नि, त्यसका टापुहरू नि यिनीहरू। यसलाई त्यो व्यवस्थित गरेर समुद्रमा भित्र बनायो क्या सिङ्गापुर भनेको पनि टापु नै हो, त्यो पनि मलेसियाको। तर मलेसियाले त्यो टापुमा गएर त त्यो दुःख गर्नुभन्दा त्यो छोडिदिने भनेर छोडिदिएको त्यति बेला। छोडेपछि त्यो लिक वानले चाहिँ यसलाई बनाएको। अति चुप्प हुन्छन् क्या टापुहरू त धेरै नै। त्यो त भयो कि मैले भनेको समुद्र यति मात्रै होइन होला, कुनै समुद्र त कहाँ, यो समुद्रको त छेउमा पनि यसलाई पार गरेर कतै कतै आयो क्या, मात्र एक पास मात्रै हो क्या समुद्र। 3 भागको 2 भाग त समुद्रै छ उसमा। तपाईँको यहाँबाट दक्षिणतिरको चाहिँ जुन गोलार्ध छ नि, पानी त्यहाँ छ बढी। समुद्रकै माथि रहेछ त घर यसलाई व्यवस्थित बनाएर घर बनाएका हुन्थ्यो त्यता। हामी बस्ने होटलको होइन दोस्रो तल्लामा त्यहाँ पार्किङ छ बल्ल हजुर यो के मेसिन त पनि हाम्रो होइन त्यहाँनिर मान्छे जान्थ्यो गाडी लगेपछि त 10औँ तला नि हुने भयो क्या। तलपट्टि गाडी एक तल्लामा काउन्टर छ, दोस्रो तल्ला गाडी पार्किङ छ, तेस्रोबाट हामी बस्न सुरु छ। स्विमिङ छ फेरि 6औँमा, जिम पनि छ जिम छ 11औँमा। मिलाउने होला त्यहाँ ती होटलहरू पनि सबै रेन्टको होला, सरकारकै होला, सरकारसित भाडा लिने होला त्यही हो। होइन। त्यो गाडी संरचनामा बिग्रेको त्यसरी हो कि
यसो मोबाइल यसो यसो मोबाइल सिङ्गापुरको मोबाइल होला त यसो मोबाइल ल त अब कम्बोडिया जान्छ हेर्नु न त्यो यो एरियामा यस्ता पुलका बनाएको छ कि यो बिचमा यस्तो छ यो झोला गर्नु त त्यही हो केही भित्रका सानो पहला कुन यस्तो बनाएको हुनाले कुन बनाएको पानीको भोलिहरू घाँसहरू चाहिँ राम्रो है यो त त्यो उसको लागि हो सामान झार्न सामान्य मान्छे ओहोर गर्न यो क्रुज आउँछ नि त यहाँ त्यो क्रुजको लागि चाहिँ क्रुजको पोर्ट हो क्या यो त्यो फडामा त्यो त फलाएको त माल सामान झार्ने कन्टेनर झार्ने त्यो क्रेन हो त्यो अब डाउन भयो होइन हाम्रो माछा पालन हेर्ने ए ठुल्ठुलो माछा यहाँ देखेको र पुरा लान्छे माछा पालन यहाँहरू देखियो यहाँ मैले त्यो टाढा हिँड्दै हालसाल जम्मा माछा यही एरियामा पनि ज्वरो लाएर निश्चित ठाउँमा माछा पालेको हुन्छ सामान है जाली नहाले त जान्छन् कटेर मजा मजाको कटेर अनि माछा पाल्ने कटेर चाहिँ नालीहरू बसेर ठुलो धेरै नभएको दर्शनीय स्थलहरू यहाँ बनाएर त्यो टुरिस्टहरूलाई बोलाउने ठाउँ बनाएको क्या जम्मै कोठाका बाहिर कुन त झन्डा राखेको हुन्छ हरेक घरमा हुन्छ त्यहाँ अहिले हेर्नु न त्यो फ्लटका गरिदिएको छ नि झन्डा त्यो 14 सेप्टेम्बरमा यस्तो हो फेरि हामीले होइन त्यो अर्कै हुन् त्यो अर्कै हो उताका त अर्कै हुन् अहिले हामीलाई दिएन नि यही होला हाम्रो त अब स्टेसनै होला सेन्टोसा स्टेसन यही हो त्यो बेलुन हाल्ने बेलुन आएर उचाल्ने बेलुन छ यही हो हाम्रो अबको एकचोटि त्यसमा गइयो बेलुन चढ्न मन लागेको $20 क्या त्यो बेलुन होइन यतिको हाइटमा गइएन नि यहाँ उहाँ गयो नि ऊ त्यसमा यही हो देखिने त्यो बेलुनमा यहाँ त्योभन्दा अग्लो स्पिड कस्तो लागेको होइन यो बिचको यहाँ चाहिँ स्पिड कस्तो लागेको होइन अहिले रोकिरहेको छ क्या सबै किसिमले हेर्नु भनेर ऊ त्यहाँ पनि सोलो थियो अब बढ्छ फेरि बिचा बिचा साइसिङमै हल्का भएको सबै उखान भयो त्यही हो क्या त्यही भएर स्पिड भएको बढेको पहिलाको त्यस्तै स्पिड थिएन मजाले घरको दुईवटै यहाँ आएर लिएर पत्र यहाँ नि लाग्छ फेरि हुने त मयो रहेछ मयो कति रहेछ